विदेशीको धेरै चलखेल हुन थालेको छ। संसदमा के बोलिएको छ भने एकजना सांसद माननीयले सदनमा गीता राखिएको छ, भजनको धुनी बज्छ भन्छ। नेपालमा धुनी नबजे के बज्छ? पिजन हलमा भगवत गीता राखिनु, त्यसपछि गएर संसदको बैठक सुरु हुनुभन्दा अगाडि भजन को ध्वनि सुरु गरिनु, यो कतै धर्मनिरपेक्षताको विरुद्धमा त छैन? के ट्रायल गर्न खोजिएको हो? नेपालमा धुनी मात्रै बज्ने होइन म्याम, माननीयज्यू, ताल पऱ्यो भने तपाईँहरूको मुन्डा पनि बज्छ। हेक्का गर्नुहोस्, संसदमा गीता नेपालमा गीता नबजे, भजन नबजे के बज्छ? हलेलुया बज्छ? तपाईँको हैसियत हो? नेपालमा जन्मेर यो नेपाल धरती आमालाई तपाईँले आज धोका दिने, तपाईँ जस्तो फन्टुस नारी आमालाई यही स्टेजबाट मुर्दाबाद भन्न चाहन्छु।